हेलो आज चाहिँ जाँदैछौँ हामी देउराली जेठानी भएर माटो लिनको लागि। माटो सकिएको छ, त्यही भएर त्यो चाहिँ हाम्रो गाउँ। मुलको पानी भेटाएर खाएर फेरि गयौँ हामी हिँडेर। अनि फेरि आफ्नो बाटो हिँड्यो लाग्यो, धेरै टाढा छ नि त, त्यही भएर 1 घन्टा लाग्छ जानुको लागि। अनि त्यही भएर त्यो चाहिँ फुपूले काटी राख्नु भएको रहेछ, देखाइदिएको जुम गरेर। कस्तो राम्रो राम्रो ठाउँहरू भ्यूहरू छ यतातिर। अनि आफू मैले कति राम्रो राम्रो भ्यूहरू आउँथ्यो नि भन्दै गएको जानु देउराली जेठानी आउँथ्यो होला पनि के गर्नु राखे। अनि पानी तिर्खा लाग्यो त्यो देउरालीलाई, पानी खाँदैछिन् पिउँदैछिन्। अनि उता चाहिँ फुपूलाई टिकटकमा हेर्छु भनेको नाचेको अरे के। फुपूले पनि धेरै कुरो काटिसक्नु भएको रहेछ। तल चाहिँ गाउँपालिका लुङ्गी गाउँपालिका देखिरहेको रहेछ, अनि जुम गरेर देखाएको। त्यो चाहिँ मैले के भन्छ सल्लाहको फल देखेर खै देखाउट भनेर देखाएको अरे देउरालीले चाहिँ। अनि यता चाहिँ पछि बर्खामा के कति धेरै च्याउहरू पाइन्छ क्या यतातिर। अनि हामी चाहिँ यहीँ आउँथ्यौँ कि कति धेरै ठुलो बन्छ नि त। अनि देउराली चाहिँ फर्स्टचोटि आएको के, नानी सानो थियो त्यही भएर बल्ल 1 वर्ष भयो। अनि यता आउँथ्यौँ हामी च्याउ खोज्न भनेको। ओहो यति टाढा अरे धेरै च्याउहरू पाइन्छ। अनि अब लगभग हामी आउँदैछौँ हाम्रो गन्तव्यतिर। थोरै छ हामीले आयौँ हामी चाहिँ देउरालीलाई नखानु अब भनेको भन्दैछु। म चाहिँ भिडियोमा आउँदैछु। मैले चाहिँ भिडियो मात्र होइन भरेको पनि है, बोरामा भरेर रेडी भएर जाऊँ भनेको। अब हामी फेरि उकालो ओह्रालो गर्दै घरतिर लाग्यो। गाह्रो भएर बिसाएको। त्यो चाहिँ कति धेरै अप्ठ्यारो ठाउँमा काटिरहेको घाँस अनि देखाइदिएको जुम गरेर। 2-3 बिसौनाको बल्ल घर आइपुग्यौँ फाइनली। बाई गर भनेको बाहिर